मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य भुवनबहादुर सुनारलाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्माननीय अध्यक्षज्यू मार्फत चाहिँ माननीय मन्त्रीज्यूलाई मेरो यस प्रकारको प्रश्न छ। नेपालको कृषि मनसुनमा निर्भर हुनु दुःखद छ। जलस्रोतको धनी देशको कृषि भूमि सुक्खा छ। 12 महिना खेती हुँदैन। हाम्रो सिँचाइ योग्य जमिन कति हेक्टर छ? हालसम्म कति हेक्टरमा सिँचाइ भइरहेको छ? स्पष्ट पारिदिनुहुन्छ कि मन्त्रीज्यू? धन्यवाद। मान्य मन्त्रीज्यू। धन्यवाद। सम्मान्य अध्यक्षज्यू, समयका लागि धन्यवाद। मान्यज्यूले प्रश्न गर्नुभएको छ। सम्मानित राष्ट्रिय सभा सदनमा यी विषयहरू जानकारी गराउन पाउँदा खुसी व्यक्त गर्न चाहन्छु। नेपालको कृषि मनसुन निर्भर हुनु दुःखद छ। जलस्रोतको धनी देश कृषि भूमि सुक्खा छ। 12 महिना खेती हुँदैन। हाम्रो सिँचाइ योग्य जमिन कति हेक्टर छ? हालसम्म कति हेक्टर सिँचाइ भएको छ भन्ने कुरा मान्यज्यूले प्रश्नका रूपमा राख्नुभएको छ। यस सम्मानित सदनमा उपस्थित भएको छु। प्रश्नको कर्ता मान्यज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। नेपालको कृषि मनसुन निर्भर हुनु दुःखद छ। जलस्रोतको धनी देश कृषि भूमि सुक्खा भएको 12 महिना खेती हुँदैन। हाम्रो सिँचाइ योग्य कति हेक्टर छ भन्ने कुरा हामीले थाहा पाइराख्न राम्रै विषय हो भन्ने मलाई पनि लाग्छ। नेपालको कृषि प्रणाली लामो समयदेखि मनसुन आधारित रहँदै आएको, जसले कृषिजन्य उत्पादन, मौसमी अनियमितता र जलवायु परिवर्तनको अवसर पर्ने गरेको यथार्थलाई नकार्न सकिन्न। नेपालको विशाल जलस्रोत क्षमता हुँदाहुँदै पनि उपलब्ध जलस्रोत पूर्ण रूपमा उपयोग नहुँदा कृषि उत्पादनमा प्रतिकूल प्रभाव परिरहेको छ। तथापि सरकारले सिँचाइ पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै कृषि क्षेत्रको रूपान्तरण तथा दिगो विकासका लागि ठोस योजनाहरू अगाडि बढाइराखेको कुरा म निवेदन गर्न चाहन्छु। नेपालको सिँचाइ भूमि र हालसम्मको प्रगति सिँचाइ गुरु योजनामा उल्लेख भए बमोजिम 25,36,319 हेक्टर क्षेत्रफल सिँचाइ योग्य रहेको कुरा म निवेदन गर्न चाहन्छु। तराई क्षेत्रमा 14,79,176 हेक्टर चाहिँ हो भने पहाडी क्षेत्रमा 8,36,117 हेक्टर चाहिँ सिँचाइ गर्नुपर्ने क्षेत्र हामीहरूले चाहिँ निर्क्युल गरेका छौँ। हिमाली क्षेत्रमा 2,05,26 हेक्टर रहेको छ। यस चालु आर्थिक वर्ष 2081 को पौष मसान्तसम्म कुल सिँचाइ योग्य जमिनमध्ये 15,73,569 हेक्टर क्षेत्रफलमा विभिन्न माध्यमबाट सिँचाइ पूर्वाधारको विकास भइरहेको छ, जसमा सतह सिँचाइ 10,29,215 हेक्टर, भूमिगत सिँचाइ 5,40,800 हेक्टर र लिफ्टबाट जलसाय गरेका 3,864 हेक्टर छ। तसर्थ अझै करिब 9,62,750 हेक्टर जमिन चाहिँ सिँचाइ गर्नुपर्ने आवश्यकता छ र यसलाई हामीहरूले कर्मगत रूपमा सिँचाइ गर्दै लाने योजना बनाएका छौँ। अहिले मान्यज्यूहरूलाई थाहै छ, सम्मान्य सभा अध्यक्षज्यू, हामीहरूले जलवायु परिवर्तनको असरका कारण विभिन्न मोडालिटीमा परिवर्तन गर्नुपर्नेछ। पानीहरूलाई रिचार्ज गर्नुपर्ने, बर्खायामको पानीलाई सुरक्षित गरेर हिउँदमा त्यसको सदुपयोग गर्दै जानुपर्ने र अहिले हामी यसका विषयमा कानुन पनि निर्माण गरिराखेका छौँ। ऐन पनि, जलस्रोत ऐन पनि बनाउँदैछौँ। त्यस कारणले यस क्षेत्रमा जुन असर परिराखेको छ जलवायु परिवर्तनका हिसाबले, त्यसलाई मध्यनजर राखेर नेपाल सरकारले, यस मन्त्रालयले काम गरिराखेको कुरा म निवेदन गर्न चाहन्छु। केही छ कि? मान्य सदस्यहरू, प्रश्नकर्ता मान्य सदस्यले पूरक प्रश्न सोध्न चाहनु भएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु। माननीय मन्त्रीज्यूबाट सरल र स्पष्ट जवाफ पाएकोमा आभार व्यक्त गर्दछु र मेरो पूरक प्रश्न यस प्रकार छ। सिँचाइ पूर्वाधारको विकास भएको मात्र हो कि
12 महिना खेतबारीमा पानी पठाइएको हो। 25 लाख हेक्टर जमिनमध्ये कतिमा सिँचाइ सुविधा भएपछि कृषिमा आत्मनिर्भर हुन सक्छ? मन्त्रालयले यसबारेमा अध्ययन अनुसन्धान गरेको छ? हस्, धन्यवाद। माननीय मन्त्रीज्यू। धन्यवाद माननीय अध्यक्षज्यू। यो पूर्ण रूपले यसको अध्ययन अनुसन्धान मन्त्रालयले गरेरै यसको डाटाहरू चाहिँ प्रस्तुत गरिएको हो। 25 लाख हेक्टर पुरै नै सिंचित भइसकिसकेपछि हाम्रा उत्पादनहरूले हामीलाई चाहिँ परिपूर्ति, हाम्रा आवश्यकताहरू परिपूर्ति गर्छ, जसले गर्दाखेरि हामीहरूले निर्यात आयात गरिरहनु पर्दैन भन्ने चाहिँ विश्वास छ। अहिले हामीहरूले सिंचित जुन 15,73,579 भनेका छौँ, यो 12 महिना सिंचितै हुने हो र अरू सिंचित हुनुपर्ने आवश्यकतालाई महसुस गरेर अहिले रिजर्भोयर मार्फत ठुल्ठुला आयोजनाहरू, राष्ट्रिय गौरवका आयोजना बनिएका छन्, तिनीहरूलाई सञ्चालन गरिँदैछ। यसको निर्माण भइसकिसकेपछि यो 100% जब हामीले जुन तय गरेका अध्ययन अनुसन्धान गरेको क्षेत्रफल छ 100% सिंचित हुने कुरा म निवेदन गर्न चाहन्छु। सम्माननीय अध्यक्षज्यू, यहाँ केही कुराहरू पनि उठिहाल्यो, थोरै अलिकति समय प्राप्त भयो भने म यसलाई पनि प्रश्न पार्ने अनुमति चाहन्छु। मान्यज्यूको प्रश्नको उत्तर पश्चात यहाँ मैले मान्यज्यूहरूका धेरै कुराहरू पनि सुन्न पाएँ। प्रश्नकै रूपमा केही समय यता मैले सम्हाल्दै गरेको मन्त्रालयमा केही प्रश्नहरू हामी सबै मान्यहरूले र जनताले बुझ्नुपर्ने आवश्यकता छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमै हामीले जलस्रोतको धनी देश, विद्युतलाई आन्तरिक खपत आत्मनिर्भर गर्दै आय आर्जनको मुख्य रूप बनाउन सक्छौँ भन्ने विश्वासका साथ अहिले अबका 10 वर्षको लक्ष्य तय गरेका छ। अबका 10 वर्षमा हामीहरूले 28,500 मेगावाट पुर्याउने, 13,500 मेगावाट आन्तरिक खपत हुने र 15,000 मेगावाट भारत, बङ्गलादेश लगायतका देशहरूमा बिक्री गर्ने जुन सम्झौता पनि भारतसँग गरिसकेका छ। बङ्गलादेशमा 40 मेगावाटको निर्यातै गरिसक्यौँ, त्यहाँको आवश्यकता अझै छ। त्यस आवश्यकतालाई मध्यनजर राखेर क्याबिनेटले निर्णय गरेर यसलाई कार्यान्वयनमा लाँदै गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको अभिव्यक्ति, प्राधिकरण हो यसको मुख्य काम गर्ने हाम्रो इन्स्ट्रुमेन्ट र प्राधिकरणले सही ढङ्गले काम गर्न सकेका छैन र यहाँ एकातिर नोक्सानी छ, अर्कातिर नाफा भनिया छ। यसको तथ्य के हो? डेडिकेटेड लाइनका कुराहरू थिए, ट्रङ्क लाइनका कुरा थिए, महसुल उठाउन सकिया छैन भन्ने प्रसङ्गमा कुरा राखिसकिसकेपछि हामीहरूले अलिकति मसिनै गरेर अध्ययन गर्ने काम भयो। म संक्षिप्तमा निवेदन गर्न चाहन्छु, मैले समयको पाबन्दी पनि बुझेँ। अहिले म निवेदन गर्न चाहन्छु, हामी खालि 7.5 महिना जति भयो सरकारमा बसेको, जनताका निराशाका कुरा गऱ्यौँ। मान्यज्यूहरू आफैले प्रश्न गर्नुभयो, आफैले उत्तर पनि दिनुभएको छ। 7.5 महिना यता बस्दा फरक हुने, 7.5 महिना उता बस्दाखेरि फरक हुने भन्ने रहन्न। चमत्कार त गर्न सकिँदैन 7.5 महिना, तर यथार्थ के हो भन्ने कुरा चाहिँ भन्न सकिन्छ। यथार्थ कुरा चाहिँ आत्मसात गर्नुपर्छ र यथार्थ हामी सबैले भनिदियौँ भने जनताले पनि त्यही बुझ्ने हो। त्यसो भयो भने यो निराशा भनिएको, आलोचना भएका कुराहरू चाहिँ हामीहरूले सुनिरहनु पर्दैन भन्ने म विश्वास राख्न चाहन्छु। विद्युत प्राधिकरणमा अस्ति भर्खरै म एकजना मान्यज्यूको नामै पनि कोड गर्न फरक पर्दैन भन्ने मलाई लाग्छ। प्रतिपक्षमा हुनुहुन्छ अहिले मान्य अमरनाथ मोदी, केही महिना अगाडि सरकारमा रहँदै विद्युत प्राधिकरणका एमडी सबभन्दा भ्रष्ट हुन् भन्नुभयो। अस्ति भर्खरै संसदमै के भन्यो, यो रेकर्डको कुरा, उहाँको कुरा है, यो मेरो कुरा होइन।
उहाँ आफै के भन्दै हुनुहुन्छ, अब उज्यालोको नायक बन्न थाल्नुभयो। यस्तै यस्तै थुप्रै प्रश्नहरू सुनिसकेपछि, उत्तरहरू सुनिसकेपछि मैले यसमा अध्ययन गर्दा के पाएको भने, पाएको कुरा मात्रै निवेदन गर्न खोजेको मैले खालि। हामीसँग 3500 मेगावाट विद्युत छ। बर्खायाममा 1000 मेगावाटको हाराहारीमा, हिउँदमा 1000 मेगावाटको हाराहारीमा आउँछ। 3500 मेगावाट विद्युत हुँदा पनि हामीले उद्योग धन्दाहरूलाई राम्ररी रातिको विद्युत दिन सकिराखेको अवस्था छैन। त 3500 मेगावाटमा विद्युत प्राधिकरणले जो सरकारको 100% लगानी छ, त्यसले 700 मेगावाट मात्रै उत्पादन गरेका छ। त 2800 मेगावाट निजी क्षेत्रले उत्पादन गरेका छ। अहिले हामीलाई बत्ती पुगेको छैन, लोड सेडिङ छ। हिजो पनि थियो, आज पनि छ। हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो, छ। म दाबीका साथ भन्न सक्छु। खालि के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योग धन्दातिर कटौती गरिएको थियो। आज पनि त्यही छ। अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै हामीसँग पुग नपुग 1000 मेगावाट विद्युत छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। त्यसो भएको कारणले एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। त्यस कारणले उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेका छ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ, त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको। यो यथार्थ हो। र अहिले यहाँको आम्दानी एकदम नाफाजनक छ, यति अर्ब चाहिँ आम्दानी छ भनेर दाबी गरिराखेको कुरा, म बोर्डकै अध्यक्ष भएका कारणले यहाँ डिडिए गरौँ न त के हो त? प्रश्न त बाजियो नि त। बाहिर मान्छेको बुझाइ एक छ, विद्वानहरूको एक छ। महालेखा भन्छ 2.5 खर्ब घाटा छ। प्रतिवेदन भने मैले भने होइन, यो फेरि महालेखाको, हजुरहरू सबैले हेर्न सक्नुहुन्छ। अनि यता प्राधिकरण नाफा छ भनिन्छ। त यो होइन है, सत्यता छैन है यसमा। अझ डिडिए गरेर प्रश्न भनौँ न जनतालाई भन्ने कोसिस मात्रै गरे हो मैले। त्यसो भएका कारणले अहिले पनि, आजै पनि, हिजो पनि एउटा समाचार सम्प्रेषण भएको छ, हजुरहरूले हेर्नुभयो होला। एउटा कम्पनीले काम गरेको चमेलियामा 85 करोड रुपियाँ प्राप्त गर्नुपर्ने थियो। न्यायाधिकरणले यो पैसा तिर भनेर छिनोफानो गरिदियो। नतिरेका कारणले 1.59 करोड रुपियाँ पुग्यो। ब्याज, पेनाल्टी के लाग्यो। सम्मानित अदालतले, मुद्दा गएपछि सम्मानित अदालतले निर्णय गर्यो, प्राधिकरणको सबै खाताहरू रोका गरेको रहेछ। अस्तिको दिन मात्र म बोर्डको बैठक बोलाएँ, त्यो कुरा भन्दै भनिँदैन, थाहै छैन। मन्त्रालय बेखबर छ, मन्त्रालयमा कुनै कागजातै छैनन्। त्यो कुरा यो सरकारको 100% स्वामित्व भएको कम्पनीको प्राधिकरणको सबै कागजातहरू मन्त्रालयमा हुनुपर्छ, यो कागजात दिनुपर्छ भनेर लिखित पठाइयो। त्यही मागे मात्रै हो। कसैका प्रति मलाई केही भन्नु छैन, तर दायित्वमा छु। पार्टीले सरकारमा पठाएछ, जनताले मान्य बनाएर पठाएछ। मेरो दायित्व भन्छ नि त यथार्थ कुरा बाहिर ल्याइदिने। यसमा सुधार गर्न सकिन्छ, यो मुख्य आधार हो, मैले पेश गरिराखेको छ। तर यथार्थ कुरा भन्दै पनि यथार्थ कुरा हो कि होइन भन्ने कुरातिर खोजी छानबिन गर्न नचाहेर आरोप प्रत्यारोपमा मान्यज्यूहरू नै लाग्दाखेरि जनताले चाहिँ बाँकी के बुझ्ने होला भन्ने चिन्ता मात्रै लागेको। यसका कुरा त गर्दै गरौँला। मैले खालि आज राष्ट्रिय सभामा सम्मानित सदनमा आइसकिसकेपछि र केही मान्यज्यूहरूले पनि फेरि अलि प्रश्न पारिदिनु न भनेका कारणले मैले संक्षिप्त कुरा मात्रै गर्न चाहेको। म धेरै कुरा यस पछाडि छानबिन गरेर म सम्मानित सदनमा फेरि पूर्ण डिटेल भनिदिने गरीको आउने कुरा अनुरोध गर्दै, यो बेथिति रोक्न सबैको दायित्व हो। यो भगवान कोही हुन्नन्,
सबै मिलेर गर्ने हो। त्यति कुरा आग्रह गर्न चाहेको। अहिले यति नै कुरा राख्न चाहेँ। सम्मान्य अध्यक्षज्यूले समय दिनुभयो, यसका लागि धन्यवाद छ। प्रश्नकर्ता मान्यज्यूलाई पनि धन्यवाद छ, आफूले आफ्ना कुराहरू राख्ने समय पाएँ। हस्, धन्यवाद, नमस्कार।